नमस्कार, यहाँहरू सबैजनालाई भुसाल ब्रेनर्स युट्युब च्यानलमा स्वागत छ। आज हामी कक्षा 10को लेसन फर्स्टको सेट अन्तर्गत रहेर प्रब्लम इन्क्लुडिङ टु सेट यानि कि दुईवटा समूहहरू सम्मिलित समस्याहरूको समाधान गर्दैछौँ। त्यसको लागि मैले एउटा क्वेसन लिएको छु। इन अ सर्वे अफ 180 स्टुडेन्ट अफ स्कुल 45 लाइक नेपाली ओन्ली एन्ड 60 लाइक इङ्ग्लिस ओन्ली बट 15 लाइक नन अफ द सब्जेक्ट्स बेस्ड अन दिस इन्फर्मेसन एन्सर द फलोइङ क्वेसन। कुनै विद्यालयको 180जना विद्यार्थीमा गरिएको सर्वेक्षण अनुसार 45जनाले चाहिँ नेपाली मात्र मन पराउँछन्, 60जनाले चाहिँ अङ्ग्रेजी मात्र मन पराउँछन्, तर 15जनाले चाहिँ कुनै पनि विषय मन पराउँदैनन् भने त्यसका आधारमा तल सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् भनेको छ। अब फर्स्टमा के भनेको छ भने सो द एबभ इन्फर्मेसन इन भेन डायग्राम, माथिको जानकारीलाई चाहिँ भेन चित्रमा देखाउनुहोस् भनेको छ। सेकेन्डमा चाहिँ के भनेको छ भने फाइन्ड द नम्बर अफ स्टुडेन्ट हु लाइक बोथ द सब्जेक्ट, दुवै विषय मन पराउने विद्यार्थीहरूको सङ्ख्या पत्ता लगाउनुहोस् भने थर्डमा चाहिँ फाइन्ड द नम्बर अफ स्टुडेन्ट हु लाइक एटलिस्ट वान सब्जेक्ट, यानि कि कम्तीमा एउटा विषय मन पराउने विद्यार्थीहरूको सङ्ख्या पत्ता लगाउनुहोस् भनेको छ। हियर लेट यान एन्ड ई डिनोट द सेट अफ स्टुडेन्ट हु लाइक नेपाली एन्ड इङ्ग्लिस रेस्पेक्टिभली, लाइकवाइज यु डिनोट द टोटल स्टुडेन्ट। यहाँ यानले चाहिँ नेपाली मन पराउने विद्यार्थीको समूह जनाउँछ भने ईले चाहिँ अङ्ग्रेजी मन पराउने विद्यार्थीको समूह जनाउँछ, त्यस्तै युले चाहिँ टोटल विद्यार्थीको समूह जनाउँछ भने देन कार्डिनल नम्बर यु भने कति भयो 180, कार्डिनल नेपाली मात्र मन पराउने एन नट यान भनेको 45, अङ्ग्रेजी मात्र मन पराउने एन नट ई भनेको 60, त्यस्तै कुनै पनि विषय मन नपराउने यानि कि कार्डिनल नम्बर यान युनियन ईको कम्प्लिमेन्ट भने कति भयो 15 भयो। अब हामीले माथिको डाटालाई चाहिँ भेन चित्रमा देखाएका छौँ। अब दुवै विषय मन पराउने विद्यार्थीको सङ्ख्यालाई चाहिँ एक्स मानौँ। अब भेन डायग्रामबाट हामीले के लेख्न पाउँछौँ त, कार्डिनल नम्बर यु भनेको के हुन्छ त, नेपाली मात्र मन पराउने, दुवै मन पराउने, अङ्ग्रेजी मात्र मन पराउने र दुवै मन नपराउने, यानि कि 45 प्लस एक्स प्लस 60 प्लस 15 भने कति भयो त 180। अब 45 प्लस 60 प्लस 15 भने कति भयो 120 प्लस एक्स इजकल टु 180 और एक्स इजकल टु 180 माइनस कति भयो 120 भयो, और एक्स इजकल टु कति भयो 60 भयो। दस द नम्बर अफ स्टुडेन्ट हु लाइक बोथ द सब्जेक्ट, यानि कि दुवै विषय मन पराउने विद्यार्थीको सङ्ख्या कति भयो, कार्डिनल नम्बर यान इन्टरसेक्सन ई इजकल टु 60। द नम्बर अफ स्टुडेन्ट हु लाइक एटलिस्ट वान सब्जेक्ट, कम्तीमा एउटा विषय मन पराउने विद्यार्थीको सङ्ख्या कति भयो, कार्डिनल नम्बर यान युनियन ई इजकल टु कति भयो 45 प्लस एक्स प्लस 60 भयो, यानि कि 45 प्लस एक्स भने कति छ 60 छ, सो इजकल टु 165। प्लिज सब्सक्राइब टु आवर च्यानल भुसाल ब्रेन वेब्स @भुसाल BMS एन्ड टर्न अन द बेल आइकन फर अपडेट। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धन्यवाद। हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। हस्, धन्यवाद।